नमस्कार आदरणीय सम्पूर्ण दर्शकबिनमा म गजेन्द्र गुरुङ। यति बेला चाहिँ म उत्तरी धादिङको गङ्गा जमुना गाउँपालिका वडा नम्बर 6 र 7 दुईवटा वडा जोड्ने चाहिँ एउटा पुल यो यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ नेपालकै दोस्रो लामो पुल यो रहेको छ। पुल जस्तो तादुको बुढाथुङ र बसेरी दुईवटा गाविसलाई पनि यो पुलले चाहिँ जोड्ने काम गरिएको छ। साथै यो पुल निकै आकर्षक यो देखिन्छ र यहाँ चाहिँ एक किसिमले अलिकति अब बाइक पनि यहाँबाट चाहिँ हिँड्न सकिन्छ भने यहाँ हिँड्दाखेरि एक किसिमको छुट्टै खालको फिल त्यस्तो फिल पनि हुने त्यस्तो चाहिँ यहाँ देखिन्छ भने यो अत्यन्तै रमाइलो अत्यन्तै मनमोहक यहाँबाट देख्ने दृश्यहरू जस्तो यता गोर्खा जिल्लाको चाहिँ आरुघाट लगायतका केही ठाउँहरू पनि यहाँबाट देखिन्छ भने यहीँबाट देखिने अन्य दृश्यावलोकन यो अत्यन्तै मनमोहक छ। यसर्थ पनि यहाँहरू सम्पूर्ण यो भिडियोलाई रहनुभएका सम्पूर्ण दर्शकबिनहरूलाई चाहिँ यो ठाउँमा आएर पक्कै पनि एउटा छुट्टै किसिमको अनुभूति चाहिँ बटुल्नको निम्ति हार्दिक अनुरोध गर्दछु। धन्यवाद।